गाइजहरू यो चाहिँ तिहारको भएको ल म नेवारको छोरीले यसरी अब बुहारी भएर गएपछि यसरी अब तिहारमा पनि रोटी हेरेको एक्सपिरियन्स आफूले त पकाइन मेरो बुइनीले पिठो कुट्दैछिन् चामल भिजाएको पिठो कुट्दैछिन् अनि त्यो सकिसकेपछि पिठो भइसकेपछि मम्मीले यसरी भिजाउनु भयो भिजाएर मुस्नु भयो चिनी राखेर मजाले मुस्नु भयो अनि यसरी मुस्नु पर्दो रहेछ अनि मुसेपछि के राख्ने मुसी झोलामा प्याक गर्नु हुँदो रहेछ यो चाहिँ यति चाहिँ सबै भुट्यो त्यसमा बाह्र यस्तो यो आउँथेन म हेर्दैछु तपाईँहरूलाई थाहा होला त्यही पनि यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स भएर यसरी सेयर गरेको हुँ राख्नुभयो आराम गर्दै खान्छु सानो चाहिँ किन हाले सानोमा डल्लै हो चिनी पुग्दैन कि भनेर फेरि अझै चिनी थपेर फेरि पोको पार्नुभयो त्यो चाहिँ अनरसा बनाउनु पोको पारेको कि यो चाहिँ अब मैले चाहिँ अनरसा भनेको चाहिँ बिहेपछि नै नाम सुने हो कि अनि त्योभन्दा बरु सेलरोटी काँडा भएको सेलरोटी मनपर्छ भने भएर यति चाहिँ मेरो डिमान्डमा सेलरोटीलाई भिजाउनु भएको यति चाहिँ यहाँ चाहिँ अब सानमम्मी आइसक्नु भएपछि अब सानमम्मीले पकाउनु लाउनु भएको पक्कै भिडियो खिच्ने भन्दै रोटी पकाउनु चिरी चट्ट बनेर बसेको गिलो गिलो भएछ लगभग हामीले 4 घन्टा राखेर चिनी पौलिन्छ चिनी अझ पौलिन्छ कथो हुने हो राति तिमीहरू घर के अरे आज रातभरि ड्वाङ ड्वाङ गरे भनेको थियो छौडा जगाउनु आयो अनि भनिदिएको चुपचापलाई बाहिरतिर लागि बाहिर आएपछि चाहिँ अब एउटा सबैलाई यो चाहिँ मैले यसो खिचिक्क गर्दै चढाइसकेपछि म चाहिँ भित्र झगडा गर्दै पकायो भने मिठो हुन्छ अरे त्यही भएर उहाँहरू झगडा पकाउनु भएको भित्र खाँदैछु बाहिर यसरी त्यसरी बेन गोलो बनाउने गोलो बनाउने अनि यो पिठो बनाइसकेर आमुछ गएर यो पिठो बनाइसकेर ससुर बुहारीले 10 बजे भात छोरो हेर्दै फेरि थपेको फेरि थपिदिनु भएको यो चाहिँ यति अनरसा रोटी सम्पन्न सकेपछि अब सेलरोटी बनाउने तर्खरमा सुरुको चाहिँ राम्रो भयो पछि राम्रो भयो ल भिडियो बनाऊ भन्नुभयो उहाँले चाहिँ मेरो बुढो छोराको मनै गल्किन्छ तातो रोटी भनेपछि हेर त रोटी अनर्सा के खाने नानाबारी अनर्सा रोटी तिमीले खानु पाएनौ छोरो अब के गर्ने त आए चाल खाला है
सधैँ अब म पूजा चिउरा सिउरा एक्सपिरियन्स गरेर एउटै एक्सपिरियन्स बाई बाई